नमस्कार टसिदिले सम्पूर्णमा मेरो फेसबुकका साथीहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला। आज म हाम्रो शरीर वचन मनले गर्ने पापहरू मध्ये शरीरले गर्ने 3 वटा पापको बारेमा केही कुराहरू राख्न जाँदैछु। ध्यान दिएर सुनिदिनु होला। तपाईहरु कसैलाई थाहा छैन भने र लाभदायक हुन सक्छ यो भिडियो। थाहा भएकोहरुलाई त अब भइ नै हाल्यो हैन। त्यसैले ध्यान दिएर सुनिदिनु होला। कसैलाई एउटा थाहा नभएर पनि अब धेरै गल्तीहरु भइरहेको हुन्छ। कसैलाई एकदमै एउटा सिक्न पाए हुन्थ्यो भन्ने त्यो विचारहरु भइरहेको हुन्छ हैन। त्यसैले यो भिडियो हेरेर सुनेर आफ्नो व्यवहारमा ल्याउने कोसिस गर्नु होला। आफ्नो व्यवहारमा ल्याउन सक्यो भने यो जति पनि गौतम बुद्धको वचनहरु छ त्यो हामीले सुनेर मात्रै हुँदैन, पढेर मात्रै हुँदैन। एउटा व्यवहारमा ल्याउनु एकदमै महत्त्वपूर्ण हुन्छ। र जब हामीले व्यवहारमा त्यो गौतम बुद्धको वचनहरुलाई उतार्न सक्छौं र हाम्रो व्यवहारमा ल्याउन सक्छौं, एकदमै लाभदायक हुन्छ र हाम्रो जीवन एकदमै सार्थक राम्रो तरिकाले हामी बच्न सक्छौं, जिउन सक्छौं। अरू मानिसहरुसँग पनि हामी राम्रो व्यवहार गर्न सक्छौं जब गौतम बुद्धको यो बानीहरु वचनहरु हाम्रो व्यवहारमा उतार्न सक्यो भने। त्यसैले यो मिगेवाच्यु भनेर भनिन्छ। यसलाई 10 अकुशल कर्महरु हुन्छ हाम्रो शरीर वचन मनबाट गरेर। त्यो 10 अकुशल कर्म मध्ये शरीरले गर्ने पापहरुको बारेमा म आज यहाँ व्याख्या गर्न जाँदैछु। राम्रोसँग सुनिदिनु होला। सुरुमा सोक्जे आउँछ। सोक्जे माजेलनन्दङ मिचङजे भनेर यो 3टा पापहरु मुख्य पापहरु हुन्छ हाम्रो शरीरले गर्ने। र सुरुको सोक्जे भनेको के हो भन्दा हाम्रो शरीरबाट हत्या हिंसा हुन्छ। हत्या हिंसाको पापहरु गरेको हुन्छ मानिसहरुले विभिन्न कारणवश अथवा थाहा नभएर हैन, थाहा भएर बाध्यतावश अब केले हुन्छ हैन, अब त्यो गरेको हुन्छ नि हत्या हिंसाहरु। अब प्राणीहरुलाई हैन, निर्दोष प्राणीहरुलाई भोजन ग्रहणको लागि अनेक हिसाबले हत्या गरेको हुन्छ। गौतम बुद्धले यो हत्या हिंसा पनि नगर्नु भनेर एकदमै भर्जित गर्नुभएको छ। हत्या हिंसा गर्नु हुँदैन कुनै पनि प्राणीलाई भनेर उहाँले धेरै ज्ञान दिनुभएको थियो उहाँको कालमा। त्यसैले हामीले कुनै पनि प्राणीको हत्या गर्न मिल्दैन। यो हत्या चाहिँ हाम्रो शरीरबाट हुन्छ। किनभने जति पनि यो प्राणीहरु छ, सजीव प्राणीहरु छ, सबै प्राणीहरुलाई आफ्नो शरीरको एकदमै माया लागेको हुन्छ। उनीहरु कसैले पनि आफ्नो शरीर त्याग्न मन लाग्दैन, मृत्युलाई आँगाल्न मन लाग्दैन, दुखी हुन मन लाग्दैन। सबैलाई रम्न मन लाग्छ, बच्न मन लाग्छ, खुशी हुन मन लाग्छ। जसरी हामी मानवहरुले खुशी चाहेको हुन्छ त्यसरी नै अरु प्राणीहरुले पनि एकदमै खुशी चाहेको हुन्छ। जनावरहरु, पन्छीहरु हैन, किराफट्याङ्ग्राहरु जति पनि सबै यो निर्जीव प्राणीहरु छ, सबै प्राणीहरुलाई आफ्नो शरीरको हामी मानवलाई जसरी माया लाग्छ उनीहरुलाई पनि त्यतिकै माया लागेको हुन्छ। जो कुरा उहाँले वचनबाट व्यक्त गर्न सक्नुहुन्न, उहाँले बोल्नु नसकेर मात्रै हो। अरु सबै जति हामी मानवमा हुन्छ त्यो सबै उनीहरुमा पनि हुन्छ। उनीहरु पनि खुशी नै चाहन्छ, दुखी चाहदैन कुनै पनि प्राणीले। र मर्न पनि चाहदैन, सधैँ जीवित रहन चाहन्छ। जसरी हामी मृत्युबाट डराएको हुन्छ मानवहरु, त्यसरी नै अरु प्राणीहरु पनि त्यसरी नै मृत्युबाट डराएको हुन्छ। त्यसैले
हामीले कुनै पनि प्राणीको हत्या हिंसा गर्न मिल्दैन, दुःख दिन मिल्दैन। हामीले सक्छौँ भने होइन उनीहरूलाई सहयोग गर्ने, बचाउने तर्फ लाग्नुपर्छ। यदि त्यो सम्भव छैन भने हामीले कुनै पनि प्राणीलाई दुःख दिन हुँदैन। त्यो दुःख दिनु भनेको एउटा अपराध हो, एउटा पाप कर्म हुन्छ। यो गौतम बुद्धले त्यसैले गौतम बुद्धले कुनै पनि प्राणीको हत्या हिंसा नगर्नु, कुनै पनि प्राणीलाई दुःख नदिनु भनेर भन्नुभएको छ। र 2 नम्बरमा चोरी कर्म नगर्नु भनेर भन्नुभएको छ उहाँले। चोरी कर्म जस्तै हाम्रो शरीरबाट नै हुन्छ। कसैको सामान थाहा नपाउने गरी लुकाउनु, लुट्नु, अरूको सामान चोरेर लानु होइन, त्यस्तो कार्यहरू चाहिँ कहिले पनि नगर्नु भन्नुभएको छ। र अरूको सामान लुट्नु, चोर्नु भनेको एकदमै पाप हो। आफ्नो मेहनतको फल खानुपर्छ। र कसैलाई हामीले लुटेर, ढाँटेर, छलेर, चोरेर कसैको सामान लिन हुँदैन। सक्छौँ भने हामीले होइन, सम्भव छ भने असहाय, दुखी, गरिब, अनाथ होइन, दुखी जति पनि दुःखमा परेको मानिसहरू, प्राणीहरू छ उहाँहरूलाई दान गर्नु, खाना दिनु, भोजन दिनु होइन, के सम्भव छ त्यो सहयोग गर्नु। तर अरूको लुटेर, ढाँटेर, छलेर कहिले पनि लिनु हुँदैन भनेर गौतम बुद्धले भन्नुभएको छ। त्यसैले हामीले कसैको सामान पनि चोरेर, लुटेर, ढाँटेर, छलेर लिनु हुँदैन। सक्छौँ भने सहयोग गर्ने हो, दान गर्ने हो। यदि त्यो पनि सम्भव छैन भने हामीले कसैलाई पनि हानि पुर्याउने काम गर्नु हुँदैन, कसैलाई छलकपट गर्ने त्यस्तो कामहरू गर्नु हुँदैन भनेर उहाँ गौतम बुद्धले भन्नुभएको छ। र 3 नम्बरमा आउँछ मिचाङचे, यो भनेको व्याभिचार कर्म नगर्नु भन्नुभएको छ। व्याभिचार कर्म भनेको कस्तो हो भन्दाखेरि परपुरुष, परस्त्री होइन गमन गर्ने, परपुरुषलाई अब मन पराउने, परपुरुष गमन, परस्त्री गमन भन्छ नि होइन। जस्तै अर्काको श्रीमती, अर्काको श्रीमानसँग एउटा अनैतिक सम्बन्धहरू राख्ने, त्यो गर्नु हुँदैन भनेर उहाँले भन्नुभएको छ। त्यो किन गर्नु हुँदैन भन्दाखेरि अब एक अर्कामा अनैतिक सम्बन्धहरू राख्यो भने समाजमा झैँ झगडा हुन्छ। कसैको होइन घरबारहरू त्यो बिग्रिने, झैँ झगडा हुने हुन्छ नि, त्यो कति छ नि होइन समाजमा। एकदमै नराम्रो चिज हो नि, नराम्रो कर्म हो। त्यसैले कुनै पनि मानिसले अनैतिक सम्बन्धहरू, परपुरुष, परस्त्री मन पराउने त्यस्तो गर्नु हुँदैन। आफ्नै घरमा खुसी हुने, आफ्नै घरमा रमाउने गर्नुपर्छ हामीले। कहिले पनि एउटा पराई पुरुष, पराई स्त्रीसँग एउटा अनैतिक सम्बन्धहरू राख्नु हुँदैन। त्यो राख्नाले समाजमा झैँ झगडा होइन त्यस्तो हुन्छ भनेर उहाँले भन्नुभएको छ। अशान्ति हुन्छ घरमा पनि होइन, झैँ झगडा भइराख्ने नराम्रो हुन्छ नि त्यो। त्यसैले त्यो व्याभिचार कर्म चाहिँ कहिले पनि गर्नु हुँदैन भनेर गौतम बुद्धले यो 3टा पापहरू चाहिँ शरीरले गर्ने, यो मेन पापहरू त अझै पनि धेरै हुन्छ होइन शरीरले गर्ने पनि। तर यो चाहिँ मुख्य 3वटा पापहरू राख्नुभएको छ। त्यसैले यो 3टा कुराहरू चाहिँ हाम्रो शरीरबाट हुने पापहरू हो। सकेसम्म हामीले यो पापहरू गर्न हुँदैन। सके राम्रो गर्ने, अन्जानमा गल्तीहरू भुलचुकमा भएछ भने त्यसलाई क्षमा याचना गर्नु पर्यो र आइन्दा आउने दिनहरूमा त्यस्तो पापहरू गर्ने छैन भनेर धम्स्या होइन बाछा गर्नुपर्छ। र त्यो पापहरू पनि गर्न हुँदैन। आफूमा त्यस्तो चिजहरू छ भने त्यसलाई बिस्तारै निर्मूल गर्दै, बिस्तारै बिर्सँदै, बिस्तारै छोड्दै लानुपर्छ। यो नै बुद्ध धर्मको एउटा सिद्धान्त हो। नराम्रो चिजलाई, नराम्रो कर्मलाई छोड्दै जाने र राम्रो कर्महरूलाई अँगाल्दै लाने, राम्रो कर्महरूलाई चाहिँ आफ्नो व्यवहारमा उतार्दै जाने, त्यस्तो कुराहरू हुन्छ। त्यसैले हामी सबैले यो चिजहरू
लाई छोडेर एउटा राम्रो कर्मलाई अँगालेर जानुपर्छ। त्यो नै एउटा बुद्ध धर्मको सिद्धान्त पनि हो होइन। यो कसैले बनाएको शब्द नभएर स्वयं गौतम बुद्धले भन्नुभएको कुराहरू हो। त्यसैले सबैजनाले यो कुराहरूलाई फलो गरौँ, आफ्नो व्यवहारमा ल्याउन सिकौँ। यो नै धर्म हो। हामी धर्म गर्नलाई सधैँ होइन पत्तीहरू बाली गर्ने, ढोकहरू गरिरहने, विभिन्न ठुल्ठुलो मन्दिरहरू गुम्बाहरू होइन त्यसमा गइरहनु मात्रै धर्म हुँदैन। यो जुन गौतम बुद्धले भन्नुभएको जुन वचन छ, जुन शब्दहरू छ, त्यो शब्दलाई आफ्नो व्यवहारमा ल्याउनु, आफ्नो व्यवहारमा ल्याउनु होइन, आफ्नो व्यवहारमा उतार्नु र त्यसलाई चाहिँ नि सधैँ एउटा फलो गरेर त्यो मार्गमा हिँड्न सिक्नु, त्यो ठुलो धर्म हो। त्यो नै धर्म हो होइन। सम्भव छ भने पूजा गर्नु, मन्दिरमा जानु, गुम्बामा जानु होइन, अनि एउटा तीर्थस्थलतिर जानु, त्यो पनि एकदमै राम्रो पवित्र कार्य हो। त्योभन्दा पनि ठुलो जुन गौतम बुद्धको शब्द छ त्यसलाई आफ्नो व्यवहारमा उतार्नु, आफ्नो व्यवहारमा ल्याउनु, त्यो एकदमै महत्त्वपूर्ण कुरा हो। एकदमै ठुलो धर्म चाहिँ त्यसमा हुन्छ है। आफूमा एउटा सिललाई हामीले आफ्नो व्यवहारमा ल्याउन सक्यो भने त्यो नै ठुलो धर्म हो, एकदमै ठुलो धर्म हुन्छ त्यो। र त्यसलाई नै हामी एकदमै कोसिस गर्नुपर्छ, साधना गर्नुपर्छ होइन त्यस्तो चिजहरूलाई। त्यो नै ठुलो धर्म हो। र अब हामी सबैले यो कुराहरू फलो गर्नुपर्छ, सबैले फलो गर्ने कोसिस गरौँ होइन। त्यसैले अब यो गौतम बुद्धको यो वचनहरू एकदमै सुनेर बुझेर व्यवहारमा ल्याउनुपर्छ। हस् त, अर्को वचनले गर्ने पाप र एउटा मनले गर्ने पाप चाहिँ पछि अर्को भिडियोमा लिएर आउनेछु। आज यो सुनेर होइन बुझेर आफ्नो व्यवहारमा ल्याउने कोसिस गर्नु होला। तपाईँहरू कसलाई थाहा छैन, थाहा भएकोहरूलाई त अब राम्रै कुरा हो। थाहा भएर मात्रै हुँदैन होइन, यसलाई चाहिँ हाम्रो व्यवहारमा ल्याउन एकदमै कोसिस गर्नुपर्छ। हामीले पढेर बुझेर जानेर कति कुराहरू बुझ्यो, कति कुराहरू पढ्यो होइन, कति कुराहरू जान्यो, तर के गर्यो हामीले व्यवहारमा ल्याएन नि, हो त्यो काम लाग्दैन। कुनै पनि काम नलाग्ने रहेछ नि त जानेर मात्रै। सबभन्दा ठुलो कुरो आफ्नो व्यवहारमा ल्याउनु, व्यवहारमा उतार्नु, त्योभन्दा अरू उपाय नै छैन। त्यसैले जति सक्छ एउटा शब्द भए पनि गौतम बुद्धको शब्दलाई आफ्नो व्यवहारमा ल्याउन सिक्नु, आफ्नो व्यवहारमा उतार्न सिक्नु, आफ्नो दैनिकीमा उतार्न सिक्नु, त्यो नै ठुलो धर्म हो है त। ल हस् त, नमस्ते तस्बिरले।